कतिपय दिदीबहिनीहरूलाई जिम गएर वेट लिफ्टिङ गर्नु भनेको केटाहरूको लागि मात्र हो भन्ने लाग्छ। वेट उठाउन थालेपछि शरीर बडी बिल्डरको जस्तो ठुलो हुन्छ, हर्मोन डिस्टर्ब भएर रिप्रोडक्टिभ वा प्रजनन स्वास्थ्यमा असर पर्छ र फ्याट लसका लागि वेट लिफ्टिङ भन्दा दौडिनु नै राम्रो हुन्छ भन्ने गलत धारणा पनि धेरैमा पाइन्छ। मेरो श्रीमती पनि करिब 1 महिनादेखि जिम जान थालेकी छिन्। अनि हिजो मैले उनलाई जिममा गएर के गर्छौ भनेर सोद्धा उनले म त कार्डियो मात्र गर्छु, ट्रेडमिलमा मात्र दौडिन्छु भनिन्। अनि बुझ्दै जाँदा उनीमा पनि महिलाहरूले वेट लिफ्टिङ गर्नु हुँदैन भन्ने यस्तै गलत धारणाहरू रहेछन्। त्यसैले आजको यो भिडियोमा महिलाहरूले वेट लिफ्टिङ किन गर्नुपर्छ र यी कमन मिसकन्सेप्सन वास्तवमा किन गलत छन् भन्ने कुरा चर्चा गरौँ है त। महिलाहरूले अथवा जो कोहीले पनि सामान्य वेट ट्रेनिङ गरेर रातारात बडी बिल्डरको जस्तो जिउ बन्दैन। त्यसका लागि वर्षौँ लामो इन्टेन्स ट्रेनिङ, विशेष प्रकारको खाना, न्युट्रिसन र धेरै मात्रामा शरीर मसल बनाउन आवश्यक पर्छ। तर सामान्य वेट ट्रेनिङले तपाईँलाई बडी बिल्डर जस्तो बनाउँदैन। यसले केवल तपाईँलाई बलियो, तन्दुरुस्त र जिउ टोन बनाउन मात्र मद्दत गर्छ। र वेट लिफ्टिङ आफैमा खतरनाक होइन। गलत तरिका, अत्याधिक वेटको प्रयोग वा धेरै छिटो गर्दा चोटको जोखिम बढ्न सक्छ। तर यो त जुनसुकै एक्सर्साइज गर्दा पनि हुन सक्छ। त्यसैले हल्का डम्बेल वा आफ्नो बडी वेटबाट सुरु गर्नुहोस्। सही टेक्निक सिक्नुहोस् र बिस्तारै वेट बढाउँदै जानुहोस्। सही तरिकाले पर्याप्त खाना र पर्याप्त आरामसहित गरिएको वेट ट्रेनिङले हर्मोन्स वा रिप्रोडक्टिभ हेल्थलाई कहिले पनि बिगार्दैन, बरु उल्टै सपोर्ट गर्छ। अनि मसल मास, हेल्दी बडी कम्पोजिसन र इन्सुलिन सेन्सिटिभिटीमा सुधार गरेर तपाईँको मेटाबोलिक हेल्थलाई यसले सहयोग गर्न मद्दत पुर्याउँछ। तर यदि तपाईँ प्रेग्नेन्ट अथवा गर्भवती हुनुहुन्छ भने डक्टरको सल्लाह लिन आवश्यक छ है। अनि धेरैलाई रनिङ मात्र गरे क्यालोरिज बर्न भइहाल्छ अनि त्यसले पुगिहाल्छ नि भन्ने लाग्छ। तर वेट लिफ्टिङले एउटा महत्त्वपूर्ण काम गर्छ है। तपाईँको तौल घटाउँछ, तपाईँको बोसो घटाउँछ, तर तपाईँको मसल जोगाएर राख्छ। दौडिँदा फ्याट घट्नुका साथै मसल पनि घट्न सक्छ र तपाईँले जिउको तौल घटाएर त्यसलाई कायम राखिराख्नका लागि तपाईँलाई मसल एकदमै चाहिन्छ। त्यसैले कार्डियो वा वेट्स मध्ये एउटा मात्र रोज्नु पर्दैन, दुवै गर्नुहोस्। केही मिनटको लागि कार्डियो अथवा दौडिने गर्नुहोस्, त्यसपछि वेट लिफ्टिङ गर्नुहोस्, अथवा हप्ताको 2 दिन कार्डियो गर्नुहोस् र 3 दिन वेट लिफ्टिङ गर्नुहोस्। अनि उमेर बढ्दै जाँदा तपाईँको हड्डी कमजोर र पातलो हुँदै जान्छ र यो समस्यालाई अस्टियोप्रोसिस भनिन्छ। महिलाहरूमा यसको जोखिम पुरुषमा भन्दा 4 गुणा बढी पाइएको छ। वेट लिफ्टिङ गर्दा तपाईँका मसलले हड्डीमा फोर्स लगाउँछन्, जसले तपाईँको हड्डी बलियो पार्न र हड्डीको राम्रो स्वास्थ्य कायम राख्न मद्दत गर्छ। साथै वेट ट्रेनिङले तपाईँको ब्याक वा ढाड बलियो बनाउन, पोस्चर सुधार्न र दैनिक गतिविधिमा सहयोग गर्न पनि मद्दत पुर्याउँछ। बच्चा उठाउने, ग्रोसरी ब्याग बोक्ने, भारी सामान सार्ने वा भर्याङ चढ्ने यी सबै कामका लागि तागत चाहिन्छ। र जब तपाईँ पहिले उठाउन नसकेका वेट उठाउन थाल्नुहुन्छ नि, तपाईँलाई आफ्नो शरीर भित्रैदेखि बलियो भएको महसुस हुन थाल्छ र यसले गर्दा तपाईँको कन्फिडेन्स पनि बिल्डअप हुन्छ। त्यसैले लेडिज, अर्कोचोटि जिम जाँदा ट्रेडमिलमा मात्र दौडिने होइन, त्यो डम्बेल पनि उठाउन नबिर्सिनुहोस् है त।